आएर कुकुर कति कराउँछ अब यसको पूजा गर्छु नि यो सकेर आइज आइज नजिक गाई बाबा गणेश यहाँ नि पानी लिएर आएको हो लिएर आएँ बा तेरो भाइ र दाइलाई सुतेकै छ हो सुन्दिनु न त सुत्न दिनुहोस् नगरिहाल्छु नि घरको सबै काम के गर्नु बाबु तँ सानो हुँदै तेरो बाआमा बारीपट्टिले लगिहाल्यो तैँले दुःख पाएछ छैन नि बा दुःख पाएको बा आमाले जस्तै गरी माया गरेर पाल्नु भएको छ बरु अब चाडपर्व सुरु भयो यस्तो कुरा नगर्नु न मैले माया नगरी तँलाई कसले गर्छ त तेरो को छ र त्यो साँच्चै आजबाट त तिहार सुरु भएको आज काग तिहार हो आज कागको पूजा गर्नुपर्ने खोइ हरि शिव सुतेको छ उठ्ने होइन ए हरि ए शिव उठ्ने बेला भएन उठ किन बोलाउनु भयो कि बिहान बिहानै त्यही त राम्रोसँग नि सुत्न दिनु भएन अझै राम्रोसँग सुत्नु पाएन रे लाज लाग्दैन तिमीहरूलाई ऊ गणेशले बिहान उठेर पानी ल्याइसक्यो त्यसले नल्याएर कसले ल्याउँछ त यहाँ पानी सबै काम गरिहाल्छ नि यसले घरकै काम गर्नु त पालेको यसलाई के भने तैँले तिम्रो चाहिँ काम गर्नु हुँदैन आज काग तिहार हो जो तिम्रो दुईजना गएर काग बोलाएर ल्याऊ कसरी बोलाएर ल्याउनु काग बोलाएर आउँछ कसरी बोलाउने रे काग 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 गरेर बोलाउने जाऊ तिम्रो भाइ गएर काग बोलाएर ल्याऊ काग गर्दा आउँछ अरे त्यसो भए हामी काग गरेर बोलाउँछ भाइ हिँड्छौँ तर काग बोलाउनु जाउँ हुन्छ चप्पल गर्नु काग 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 बाबु गणेश अब तिनीहरू काग बोलाउनु गए आज कागको पूजा गर्नुपर्छ आज पूजाको साधन ठिक पार्नु पर्यो हस् त तिम्रो गति मैले के गर्छु मैले पक्न मैले जाने म त यहाँ पो रहेछ कहाँ मात्रै खोजिनँ मैले किन खोजेको मलाई कति जार धोक्न सकेको होला यो मान्छेले धोके त मेरो बाबुको धोके तेरो बाबुको धोके लात्तै तेरो गाला चड्काइदिन्छु नि चोथाले तेरो मुख 3 टुक्रा पारिदिन्छु अझै मुख चलाउँथेस् ल हान्नु त मेरो मुख च्यातेर देखाउनु त जसको खाए पनि सधैँ यसरी रक्सी खाँदै बाटबाट लोड्दै लन्ठिँदै हिँड्नुपर्छ त आजबाट तिहार सुरु भएको छ कसरी मनाउने हो भन्ने त चिन्तै छैन हजुरलाई अलिकति चिन्ता पनि त मान्नु पर्यो नि कसरी मनाउनु नि पहिला जसरी मनाएको छ त्यसै गरी मनाउने बरु मलाई अलिकति रक्सी खानु पैसा लिए त ओइ सुन्नुहोस् दे भने सुन्नुहोस् छैन मसँग पैसा कहाँ दिनु मैले पैसा आफूले कमाएर राख्न दिएको छ मलाई एक पैसा कहिले कमाएर राख्न दिने होइन दिनदिनै रक्सी खाँदै हल्लिँदै हिँडेको छ कहाँबाट लिएर दिनु मैले पैसा मलाई थाहा छ तँसँग पैसा छ पैसा दे आज मलाई जुवामा दाउ हान्नु छ तैँले दिएको भन्दा डबल ल्याएर तँलाई दिन्छु बुझिस् नाप्यौ भएको सम्पत्ति जति सबै सकिसक्यौ लाग पनि लाग्दैन जितेर लिएर आउँछु भन्न मलाई थाहा छ तेरो यहाँ पैसा छ छैन भनेको मसँग कसले दिएको छ र हुने हो मसँग पैसा भए पनि तिमी जस्तो जडियालाई दिन्छु र मैले पैसा आफूलाई यहाँ तिहार कसरी मनाउने हो कसरी माइत जाने हो भन्ने कत्रो चिन्ता लाग्छ उ जडिया भने दिनदिनैको यस्तै ताल्छ त किन जाने माइत मैले यत्रो वर्षसम्म टिक्न लाए त केही भएको छैन भनी तेरो भाइहरूलाई एक साल टिक्न लाउँदा के हुन्छ त जानी होइन बुझिस् तिमी जडियाले भनेर हुन्छ मेरो दाजुभाइको म एक्लै चेलियो म जसरी भए पनि जान्छु यस्ता जडियासँग नि के कुरा गरेर बस्नु कसैले देखे भने आफ्नै बिजेत ओइ म ओइ पैसा त दिएर जा ओइ पक एकछिन पैसा त दे भाइ बाइक यहीँ राख्नु त होला नि घरसम्म जान बाटो अप्ठ्यारो छ अब यहीँ त राख्नु त
उता घरतिर जाने बाटो गाडी राख्ने ठाउँ भइदियो भने म गाडी लिएर आइहाल्थेँ त्यही भएर तेरो बाइकमा आएको खै दाइ झोला दिनु म बग्छु आफ्नो जन्म गाउँमा आउँदा कति रमाइलो हुने है भाइ त्यही त यहाँको लागि पटाउने किनिहाल्यो पड्काउने पड्का किन सकिस् ए एक दुईवटा पड्काइहाल्न त पड्काउने हो र पड्काइहाल्यो सर यो जाँड रक्सी जुवा तास यो पटेका पड्काउँदा पुरै बन्दिज गर्ने हो सर हो गर्नुपर्छ ए के डराएको बन्दुक पड्कायो क्या सर यहाँ कहाँ हो सर ओहो पटेका रहेछ पटेका हो सर पटेका यो पटेका कसले पड्काइरहेको छ सर त्यही त सर कसले पड्काएर छ यतातिर यता तलबाट हो कि सर यताउता हेरौँ है खालि तेरा जस्तै लाग्दैन तपाईँले पड्काएको छ सर अघि कसले पड्काएको पटेका मैले पड्काएको सर मैले यो गाउँमा पटेका पड्काउनु निषेध छ भन्ने थाहा छैन थाहा छैन सर अनि के पड्काउनु चाहिँ निषेध छैन त केही पड्काउनु पनि पाइँदैन गाउँमा काग पड्काउनु पनि हो सर त्यो भने पैसा आएको थियो आज तिहार खर्च पो पुग्ने हो कि नपुग्ने हो जम्मै दिएको छ घर खर्च पनि चाहिने के हो आज पैसा गन्दै बस्नु भएको छ त दुधको पैसा आएको थियो तिहार खर्च पुग्छ कि पुग्दैन भनेर गन्दै बसेको खर्चले त कहिले पुग्छ र जति छ त्यतिले पुर्याउने हो नि अनि हजुरलाई म एउटा कुरा सोधौँ के कुरा हो सोध न भोलि माइत जाउँ कि भनेको भाइहरूले मेरो बाटो हेरिरहेको होला नि हुन्छ जाऊ न त जाने भए बरु माइत लाने सामानहरू बजार गरेर आजै किन न ल तिमीलाई यतिको पैसा किन चाहियो भोलि माइत जाने रे सामान किन्न लागिदिएको म यत्रो वर्ष माइत नगरेर त भएको छ यो चाहिँ यत्रो खर्च गरेर किन माइत जानु पर्यो आमा के भन्नुभएको यस्तो मेरो भाइहरूको म एक्लो दिदी हो म पनि गइनँ भने मेरो भाइहरूको निधार खाली हुन्छ त्यसैले म जानुपर्छ आमा बरु मलाई खर्चै चाहिँदैन आमा पैसा दिनु उसलाई आजै सामान किन्छन् दिएको त्यही हो यो पैसा त तिहार खर्च चाहिन्छ घरलाई कसरी पठाउने हो पठा मलाई मतलब छैन चिन्ता नगर तिमीलाई म जसरी भए पनि पठाउँछु खोइ एउटा काग आउँदैन भाइ के भनेको हाम्रो बाउले त्यही त भने गाउँमा नि त कागहरू खै छँदै छैन अहिले खै एउटा पनि छैन त्यही भने जाउँ आँखा छैन तिमीहरूको के गरी हिँडेको नि आँखा त छ नि पुलिसले लखाडेर आँखा नदेखाएको किन लगाडेको नि पुलिसले तिमीहरूलाई भन्दे पटाका पड्काउनु नपाउने रे पटाका पड्काएको भेटेर लखा चाहिँ त्यो भागिरहनु अनि यसरी मान्छे नि लडाउने गरी ठोकिँदै हिँड्नुपर्छ त पुलिसले लखाएर भन्दैमा ठोके त के गर्नु ठुलो कुरो गरे भिनी हो भिनी भाइ भिडाउनु न भिनी हो हिँड्ने आइछ नि त यो भाइ मेरो पनि छ कि पावल खेलौँ न दाजुभाइको बोट भयो नि ल कहिले बार्ने हो होइन खैले नबाड्छु सर केटा हे तेरी कुदाउनु कुदाए त यिनीहरूले कहाँ चाहिँ गएर त यिनीहरूलाई जसरी पनि पक्रिनु पर्छ त्यतिकै छोड्नु हुँदैन उदय सर ऊ बाटोमा तास खेल्छ सर ऊ के गरेर तास यार ए तास पनि हेर्न टाँस तासै गरेर पुरानो भइसक्यो के गर्नु आयो फेरि हाम्रै खाने त हो नि आयो सक्दैन के कहाँ पुग्लास् तिमीहरू भागेर पख छोड्नु हुँदैन रहेछ त्यतिकै यिनीहरूलाई पक्रिनु पर्छ मम्मी सबैको घरमा झिलिमिली हालिसके हाम्रो घरमा चाहिँ कहिले झिलिमिली हाल्ने मम्मी मलाई पटाका किन्न पैसा दिनु ल पटाका पनि किन्न हुन्थ्यो बाबु हाम्रो घरमा झिलिमिली हाल्न पनि हुन्थ्यो नानी तिम्रो बाबा सधैँ रक्सी खाँदै पैसा भ्याउँदै हिँड्नुहुन्छ मम्मीसँग एक पैसा पनि छैन कसरी झिलिमिली हाल्ने कसरी पटाका किन्ने मैले सबैको बाबाहरू त चाडपर्वमा आफ्नै घरमा बसेर कति रमाइलो गर्छ हाम्रो बाबा त खालि डुलेर मात्र बस्नुहुन्छ के गर्छौ त बाबु अबकी आमाको कोखमा बास ल्याउ तिमीहरूले
साह्रै दुःख पाउने भयो। मम्मी हामी गाउँघरमा हिँड्दाखेरि त हामीलाई जरिया बाउको छोराछोरी भनेर हेप्छन्। मलाई त कस्तो नराम्रो लाग्छ। नानी बाबु पिर नगर, म छु नि। तिमीहरूलाई के भयो? तिनैजना डल्लो भएर बसेको छौ त। अघि मलाई पैसा दिनुपर्छ भनेर दौडेर हिँडेकी होइनस्? बाबा तपाईँ किन जहिले रक्सी खाएर आउनुहुन्छ? सबैको बाबाले पिङ खेल्न घुमाउन लान्छन्, तर तपाईँ त जहिले पनि रक्सी खाएर आउनुहुन्छ। बच्चा भएर धेरै जान्ने हुने होइन। बाउ आएपछि यसो भन् भनेर तेरी आमाले सिकाएर राखे क्या हो? मैले सिकार राखेको काम नपाएर सबैको घरमा झिलिमिली बत्ती बालिसके, लक्ष्मी पूजा गरिसके। हजुर भने जहिले पनि यस्तै नै जाँड खाएर हल्लिँदै आउनुहुन्छ। कसरी चल्छ? जहिले पनि यस्तै, जहिले पनि यस्तै, हरेक वर्ष यस्तै। जतिन्जेल चल्छ चल्छ। बाबा बरु हामीलाई केही चाहिँदैन, पटाका झिलिमिली हामीलाई केही चाहिँदैन। हजुरले जार रक्सी खाना चाहिँ छोडिदिनुहोस् ल। बाबा हामीलाई गाउँघरमा हिँड्दा मान्छेहरूले जरियाको छोराछोरी भन्ने बोलाउँछन्। हामीलाई गाउँघरमा हिँड्न नि कस्तो लाज लाग्छ। प्लिज तपाईँ जार रक्सी नखानु न। नानी बाबु यहाँ आऊ त, यहाँ आऊ त। यस्तो कुरा मैले कहिल्यै सोचिनँ। अब म कहिल्यै खाँदिनँ है बाबु, है नानी। बाबा अबदेखि तपाईँले कहिले रक्सी नखानु होला? हुन्छ छोरी, अब म कहिल्यै रक्सी खाँदैन। बाबा हाम्रो घरमा लक्ष्मी पूजा कहिले गर्ने? अब गर्ने, हामी बाबा छोरा छोरी मिलेर लक्ष्मी पूजा गर्ने है। हस् बाबा। थाहा पाउनु भयो नि तपाईँले गरेको गल्तीले बाबु नानीलाई पनि कति असर गर्दो रहेछ भनेर। मैले गल्ती गरेकै हो। छोरा र छोरीले गरेर म आज छर्लङ्ग भएँ। मलाई माफ गरिदेऊ। हजुरले मसँग माफी मागिरहनु पर्छ त। नानी बाबु खुसी भएपछि म यसै खुसी भइहालेँ नि। अब यी सब कुरा छोडिदेऊ। अब लक्ष्मी पूजा गर्न जाउँ। पूजा गर्न तेरो दाइहरू काग खोज्नु गएको, त्यतैतिर हरायो। कता गयो कता गयो, यहाँ काग पूजै सकिसक्यो। हुँदैन त बुवा, काग पूजा पनि गरिसकिहाल्यौँ। एकछिन दाइहरू गाउँतिर जानुभयो होला, अहिले एकछिन आइहाल्नुहुन्छ नि। के गर्नु बाबु, तिमीले अब घरमा छोरी जस्तै भएर काम गरेको छौ। के गर्नु त बुवा, भाग्यले ठगेছি। तर मलाई दुःख मन छैन बुवा, बाबामाले जस्तै माया गर्ने बुवा पाएको छु। बाबु तेरो दाइहरूको मलाई केही भरोसा छैन। मलाई केही भइहाल्यो भने पनि यो घर छोडेर कतै नजाए। हुन्छ बा, तपाईँ चिन्तै नगर्नु न, म हुन्जेल तपाईँलाई केही पनि हुँदैन। साँच्ची बा, यसपालि त दिदी आउनुहुन्छ होला नि हामीलाई टिका। ए बुहारी, बुहारी कोही बोल्दैन नि त। घरमा कोही छैनन् क्या हो? बुवा भाग्यवान भयो, भाग्यवान भयो। मैले त तिमीहरू टिकाको दिन मात्रै आउँछ होला भन्ने सोचेको थिएँ। आज आयो, रमाइलो हुने भयो। अनि बुहारी र नाता नाति त देख्दिनँ त। किन नल्याएको हो तिमीहरूले? बुहारीहरू त माइत गयो बुवा। के गर्नु बुवा, नाता नातिनीहरू गाउँमा आउनै मान्दैनन्। उतै मम्मीहरूसँगै मामा घर गए। हामीलाई गाउँ भनेपछि छोड्नै मन लाग्दैन। अहिलेको बच्चाहरू के भएको, गाउँ आउन भनेपछि फिटिक्कै मनै गर्दैनन्। यस्तै हो बुवा आजकलका बच्चाहरू। अनि आमा भाइ बुहारीहरू त देखिन त। खै मैले पनि बोलाएको, कोही बोल्दैनन्। गोठतिर गयो होला नि। बा गाउँघर त सुनसान देखिन्छ त। चाडबाडको बेलामा नि कोही भेटिँदैन त। अलिकति हुर्क्यो कि तिमीहरू जस्तै सहर जाने विदेश जाने गरिहाल्छन्। अनि यो गाउँघरमा बस्ने भनेको त हामी जस्तै बुढापाका मात्रै त हो नि। अनि किन सुनसान नहोस्? गाउँमा बसेर के गर्नु बा, केही काम छैन। सहर त जानै पर्यो नि, कोही विदेश जान्छन्, कोही सहर जान्छ। हो नि बुवा, गाउँमा बसेर खेती किसान गरेर दुई सेट टार्नै गाह्रो हुन्छ। अनि सहरमा गएर के गर्नु त बुवा? ल ल भयो छोड्दा, यो गन्थन धेरै नगरौँ, भित्रै गरेर कुरा। ल थाकेर नि आएको होला तिमी नि। घन्टी पनि कहाँ राखिदिए, यहाँ छ भनेर गइन। घन्टी बजाउनु पाएन लक्ष्मी पूजा दिनमा। कहाँ राखिदियो होला त घन्टी? ल है घरबेटी बा,
देउसी खेल्न आएको छौँ हामी रमाइलो गरौँ सुत्नु भएको छ नि उठाउँ ल भाइ सुरु गरौँ देउसी भन्नु ल सुरु आहोइ हे मेरा भाइ हो देउसी रे हे राम्ररी भन देउसी रे ए सर मिलाइकन देउसी रे ए चिप्लो बाटो देउसी रे ए रातो माटो देउसी रे ए लड्दै पढ्दै देउसी रे ए देउसीमा खेल्न देउसी रे ए आएका हामी देउसी रे ए ल है भाइ हो देउसी रे ए देउसी रे भन देउसी रे ए देउसी रे भन देउसी रे यत्रोमा घरको ए यतिले ए पुग्दैन हामीलाई ए हामी यत्रो ए देउसे छौनी ए देउसे छौनी ए घर बेटी आए ए आउन नै लागे ए आइ नै सके ए राम्ररी थप्छन् ए हेर साथी हो राख्छन् ए लाउरे छोराछोरी ए छनै गाथे ए थपे थपे ए मजाले थपे ए राम्ररी थपे ए हेर न हेर ए थपि नै सके ए पिठ चिन्ता नल्याउ ए खाउला न खाउला मन बढ्दै गएको छ अझै थप्छन् कि ए छोरा ए थप्नु पर्यो ए थप्नै नानी बाबु पूजाको सामान ठिक पारे बाबाले लिएर आऊ त पार्यो अनि खै त पैसा राखेँ ल मसँग यति पैसा चाहिँ यति बाबा सबैको घरमा धेरै पैसा राखेर पूजा गर्छन् हाम्रो घरमा चाहिँ किन थोरै पैसा राखेर पूजा गरे छोरी अहिले यति छ यति नै राख्ने है अर्को साल धेरै पैसा राखेर पूजा गर्नु है बाबा तपाईँलाई एउटा कुरा सोधौँ सोध्न बाबु सबैको घरमा देउसी भैलो खेल्न आउँछन् हाम्रो घरमा किन आउँदैनन् बाबु हाम्रो घरमा झिलिमिली बत्ती हालेको छैन हामी छिटै सुत्छौँ भनेर देउसी भैलो आउँदैनन् नि बाबु म भोलि बिहानै उठेर माइत जान्छु नानी बाबुलाई यहीँ छोडेर जान्छु है हजुरले हेर्नु है मामु म पनि मामा घर जान्छु नि हुन्छ म हेरिहाल्छु नि तर तिमीलाई माइत जाने खर्च पो छैन जस्तो छ मैले अलिअलि खर्च बचाएर राखेको छु भोलि नानी बाबुले टिका लाउने हुन् यसको सामान किनेर ल्याइदिनु होला होस् पर्दैन तिमी नै लैजाऊ म यताउति मिलाएर किनिदिइहाल्छु नि होइन हजुर त्यही दोकानमा उधार माग्न जानु त हुन्छ त्यो दोकानमा उधार दिने छैन लाउन राख्नु अब तिमी भोलि बिहान माइत जाने रात पनि मिल्ला सुतौँ अब ल हुन्छ त नि नानी बाबु हिँड सुत्नु होइन बा ए बा के हो गणेश मैले यहाँ पूजाको सामान सबै ठिक पाइसकेँ आउनु त ओहो ल बाबुले सब ठिक पारेछ हो ल ल बाले दियो चाहिँ बाल्दिन है आज लक्ष्मी पूजा गर्नुपर्छ बत्ती बालौँ है ल लक्ष्मी माता ल हामीलाई एकदम ल हिँड्नुहोस् गाउँमा सबैतिर रमाइलो छ झिलिमिली छ हामी पनि अरूको गाउँठाउँमा आएर यसरी ड्युटी गर्नु परिरहेछ ड्युटी यस्तै छ सर हाम्रो के गर्नु त सर आफ्नो कर्तव्य त पुरा गर्नु छ मन त थियो नि परिवारसँगै लक्ष्मी पूजा गर्ने भाइटिका सँगै लगाउने ड्युटी छुट्टी छैन सर म त घरको एक्लो छोरो दिदी बहिनी दुईजना हुनुहुन्छ
यसपालि तिहारमा उहाँहरूको पनि हात खाली हुने भयो र मेरो निधार पनि। के गर्नु त सर, हामी प्रहरीहरूको जागिर यस्तै छ, बाँच्यो भने अर्को साल मनाउला। हामी प्रहरीको जिन्दगी सबै कुरा आशै आशमा बित्ने त हो नि। त्यही त सर। गाउँतिर फेरि पड्का पड्काउन थाले, यसो घुमेर आउनुपर्छ जस्तो। जाउँ 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 त सर, डुलेर आउँछ गाउँतिर। सुतेको तिमी किन अघि तल पूजा गर्न आएको? म जस्तो अलक्षिणाले पूजा गरे पनि के नगरे पनि के बोलेको के यस्तो? भोलि माइत जाने होला, लौका छ कहाँबाट ल्याउनु भयो? जहाँबाट ल्याए पनि खर्च दिए त, चुगो लगाएर राख न। तपाईँसँग भएको पैसा सबै आमाले बिहानै खोज्नु भएको थियो, फेरि यत्रो पैसा कहाँबाट ल्याउनु भयो? मैले अलिअलि खर्च बचाएर राखेको थिएँ, त्यही पैसा हो यो। दिदी नै आउनुहुन्छ होला, तपाईँलाई नि चाहिएला नि खर्च। म त यताउता गरेर मिलाइहाल्छु नि, बरु तिमीलाई चाहिँ नपुग्ने हो कि खर्च? मलाई त पुग्छ, बरु यही पैसा तपाईँ पनि अलिकति राख्नु न। तिमी लैजाऊ के, कति गरिरहेको, बरु तिमीलाई पुग्दैन होला, म त यताउता गरेर मिलाइहाल्छु नि। साँच्ची अघि म पूजा गर्न नआउँदाखेरि दाइहरूले त्यस्तो नराम्रो त केही सोच्नु भएन नि? छैन, त्यस्तो केही सोच्नु भएन। किन नआएको भन्दै हुनुहुन्थ्यो, मैले थकै लाएर सुतिन् भन्दै। बरु ढिलो पो भइसक्यो, भोलि बिहान तिमी छिट्टै जाने होला, सुत। हस्, तपाईँ नि सुत्नुहोस्। टिकाको दिन आज घरको काम पनि सबै गर्नुपर्ने। बुहारी भनौँ बिहानै उठेर माइत गइहाली, कान्छो गोठमा बोकी गर्न, छोरी आउने हो नआउने हो, ती दिन भाइको निधार खाली बस्ने हो कि यति वर्ष नआइपि होइन, आउने त होला, घर कोही छैन। अब आमा किन कराएर बस्नु? गोठमा गएर आइस कान्छु भ्याएन काम सबै सकाए। दाईहरू कहाँ गएछन्, घर सुन्नै छ। सुत्दै हुनुहुन्छ होला नि? दिदी आउने बेला भयो होला, आउँछ कि आउँदिन? सधैँ आउने दिदी आइहाल्नुहुन्छ नि। यो आज डेरी बन्द रहेछ, अब दुध तताउनु नि होला नि हामी। ल र तताउ, दिदी आउँछ, थाकेर खानुपर्छ दिदीलाई। हस्, म तताउँछु। ल आमा ढोक गरे भाग्य माइ छोरी, अनि एक्लै आइछस् त, खोइ त नाता नातिनी ल्याइनस्। ल्याइन आमा, घरै छोडेर आएको नाति नातिनी। ल्या भयो हुन्थ्यो, चाडबाडमा मामाहरू आउने डर गर्थे। अनि आमा दाई भाइ बुवा खोइ त नि देख्दिनँ त। बुवा बिहान उठेर पसल जानु भएको छ, भाइहरू सुतिरहेको होला नि, कान्छो भर्खर गोठबाट आयो। आमा दाई भाइलाई बोलाएर टिका लगाइदिइहालौँ, म पनि साइज जान्छ भनेर बिहानै आएको। हिँड त हिँड, टिकाको सामान सबै ठिक पारौँ, भाइहरूलाई पनि ठिक पारौँ भनौँ, अनि लाऊँ न त। हस् आमा। आमा यतै ओछ्याइ तिमी? त्यही हो त नि। हुन्छ कपडा चेन्ज गरेर आउँदै नि? हुन्छ त मलाई यतिकै। खोइ बुबा त आइपुग्नु भएन यतिखेरसम्म। आउँदै हुनुहुन्थ्यो होला नि त। टिका लाउने बेला सँगै बस्नु भएको रमाइलो हुन्थ्यो। तेरा बाबुले जता गयो त्यतै हराउने। दाजु भेट्या बस आमा बुवा आउनु भएको छैन, टिका लाउन सुरु गर्ने हो र? छेक्दै गर्न आइहाल्नुहुन्छ नि। ए छोरी नै आइपुगिन्छ त? बुवा दर्शन भाग्य मान्छे कतिखेर आइस नि? अघि भर्खरै आएको बुवा, आएर सामानहरू ठिक पारेँ। नाता नाति लिएर आइन? ल्याइन बुवा, घरमै छोडेर आएँ। ल टिका लाउनु तयारी नि गरेछौ? ल ल नानी तयारी गरिहाल। छेक्नु पर्ने होला, छेक ल। अनि बुढी हामी नि यहाँ बसौँ नि त, त्यो बस्नेको लिएर आइज ल। ल ढिलो गर्नुभयो त? के गर्छ छोरा, गाउँतिर डुल्न गएको थिएँ, यसो साथीभाइ भेट्यो, तिहारको बेला ढिला भइहाल्यो। हाम्रो त यहाँ दिदीले सुरु गर्नुभएको। ल ल ठिक छ, म नभए नि के भएर, तिमीहरू लाउनु परिहाल्यो नि।
दाइ दिदीलाई पनि लगाइदिनु होला नि टिका ल जान्छ लगाइ ल उठ्नु त ल अब भाइहरूलाई यो सगन खान्दे दाइ दिदीलाई नि खाँदैन खाँदै काट्छ खाँदै बाबु नानी केही गरी हामी भएनौँ भने पनि वर्षै नै साल तिहारमा यसै गरी रमाइलो गरेर टिका लाउनु है छोरी त जहाँ भए पनि तिहारमा चाहिँ दाजुभाइको निधार खाली कहिल्यै नराखे है जेठा माइला कान्छो अलि सोझो छ तिमीहरू काठमाडौँ बस्यौ भनेर यसलाई कहिल्यै हेला नगर है घर छोड्न नि मान्दैन कहीँ जानै मान्दैन अब छोराछोरीले टिका लगाइसकिहाले अब भित्रै गएर केही खानेकुराहरू बनाएको होला खाउँ ल जाउँ ल उठ छोराहरू जाउँ ल हिँड्छु मैले बोकेँ है ल दाइ त्यो बोकिदिनु त नानी छोरी हजुर टिका लाउने समय भइसक्यो मैले सामान मिलाइसकेको छु भाइलाई लिएर आऊ त हस् बाबा आयो लु यहाँ बस छोरी पहिला भाइलाई छेका अनि त्यसपछि अनि यो पुजेर अनि टिका लाउने ल उठा त यताबाट जाऊ तिमी बस ल यतैबाट जाऊ है ल छोरी पहिला यो फुलले भाइलाई पूजा त यसो छाएर यसो उ गर टाउकोमा पनि बुर्खा पार अलि छ बुर्खा ल बुर्खा छाएर त भाइ पहिला यो कलर लगाऊ अनि अरू सबै कलरको ट्याक 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 राख है पहिला हो त्यो लगाउनु बाबु तैँले पनि दिदीलाई टिका लगाइदिनु हस् बाबा बाबा अनि तपाईँलाई चाहिँ कसले टिका लगाइदिन्छ नानी मलाई लगाइदिने कोही पनि छैन अनि तिमीहरूले लगाइहाल्यौ म त्यसमा खुसी छु बाबा तपाईँलाई टिका लगाइदिने मान्छे किन कोही पनि नभएको दिदी बहिनीलाई मैले कहिल्यै बुझ्न सकिनँ उनीहरू टिका लाउन आउँदाखेरि म घरमा हुँदिनँ थिएँ अनि उनीहरू अहिले आउन छोड्यो त्यसैले मेरो निधार खाली भएको बाबा एकचोटि बोलाउनु भएको भए आउनुहुन्थ्यो होला नि बोलाएको भए त आउँथ्यो होला नि यो साल यस्तै भयो अर्को साल बोलाएर टिका लाउँछु नि टिका पनि सक्यो जाउँ भित्रै बसेर खानेकुरा खानिदिउँ भाइलाई है ल बाबु नाच त यतिखेर भइसक्यो दिदी आउँदा नि आउनुहुन्न त यत्रो टाइमसम्म त आउनु पर्ने ए बा दिदी आउनुभयो बा दिदी आउनुभयो आउनु त बा
भाइ सन्चै छ? सन्चै छ। कति टाइम लाउनु भएको क्या? म त तपाईँको बाटो हेर्दा हेर्दा थाकिसकेँ। आउनु न। आइपुगे त। दिदी आउनुभएछ। कति ढिलो आउनु भयो त? त्यही त अलि छिटो आउनुपर्छ नि दिदी। छोरी आइपुग्यो? हजुर बुवा ढोक्दाले। भाग्य माने। म आउँदा आउँदै ढिला भयो। टिकाको सायद जान्छ, चाँडै गरेर टिका लगाउँ है त। जा भाइ सुक्कुल लिएर आइज, बाहिरै टिका लगाउनुपर्छ है त। हस् हुन्छ दिदी, बस्नु न। अब तिमीहरूलाई पुज्छु। भाइ गणेश किन त्यहाँ बसिरहेको? आऊ न। पर्दैन त्यसलाई, हामीलाई मात्रै पुजे भइगयो नि। त्यही त हामीलाई पुज्नु न पहिला, उसलाई एक्लै पुजे भइहाल्छ नि। गणेश त्यहाँ गएर बस। आइज भाइ बस। दिदी आउनुहोस्, म टिका लगाइदिन्छु है। दिदीलाई टिका लगाइदिनु। आउनुहोस् बस्नुहोस्। आज टिका दिन पनि ड्युटी गर्नु परेछ है, हाम्रो भाग्य। त्यही त सर, आज सबैजनाले सप्तरङ्गी टिका लगाएर कति रमाइलो गरेछन्, हामी भने ड्युटी हिँड्नु परेछ। के गर्नु, भाग्य यस्तै छ हाम्रो, गर्नै पर्यो। आज टिका लगाइहाल्यो। अब गाउँ दिने हो, कहाँ टाक खेल्यो, मजाले टाक खेल्ने आज। म पनि आज त मजाले खेल्ने हो। रमाइलो गर्नुपर्छ। ऊ पुलिस भाग्नु पर्दैन। आज टिका दिन तिमीहरूलाई छुट छ। अब नेक्स्ट टाइम चाहिँ नखेल्नु है, राम्रोसँग एकचोटि भनेको कुराहरू दिमागमा लिनु। ठिक छ, आज अब हामी त यति दुःखी छौँ, निधार खाली छ, तिमीहरू टिका लगाउनु पाछौ है। बदमासी नगर, आजको दिन केही गर्दैनौ। अब तिमीहरू भाग्नु पर्दैन आजलाई है। भन्नुभएको कुरा नि ठिक हो। हाम्रै लागि सुरक्षितको लागि भन्नुभएको नि तपाईँहरूले। खाला बिग्रेला नाखेला भनेर भन्नुभएको नि तपाईँहरूले। अनि सर आज त टिकाको दिन पनि तपाईँहरू खाली निधार लिएर ड्युटीमा हिँड्नु भएको छ। के गर्नु भाइ, हाम्रो निधारभरि नि पालो त 10 वर्षमा बल्ल एकचोटि आउँछ। त्यही त, हाम्रो त निधारमा टिका लगाउने त भाग्यमै छैन नि। हजुर अलि नराम्रो मान्नुहुन्न भने एउटा कुरा भनौँ। के कुरा हो भन्नुहोस् न। हाम्रो घरमा जाउँ, मेरो दिदीलाई भनेर हजुरहरूको निधारमा सप्तरङ्गी टिका लगाउन लगाइदिन्छु। होस् भाइ, नजाउँ होला। सर किन अप्ठ्यारो मान्नु भएको? जाउँ हिँड्नु। सर भाइहरूले यत्रो करै गरे त, जाउँ न त गएर लगाइदिउँ। के छ? जाउँ।